गाड फाड्दै हेलो हेलो छाडा बोल्ने नि त हाल्ने गाड फाड्दैन किन हाल्ने युट्युबमा हाल्छ भने के यत्तिकै छाडा बोलेको छाडा बोले होइन त सबै बोले नि कहाँ मैले छाडा बोल्छु जाने भोलि मरिको जानुपर्छ बिहान दाजुको टेडी खाइ मेरो टेडी हो तिमी आजको लागि आजको लागि हो दिनदिनै फेरिनेवाला टेडी हो हजुरको बन्द गरेर क्यामेरा कहाँ यस्तो यो सभ्य हरकतहरू म दाइ शङ्खा घेरामा हुनुहुन्छ है बाबु केही शङ्का मान्नु पर्दैन अब सुत ए भान्जी यता आउन यहाँ दाइले के भन्न भान्जा बिचरा मुभ गर्नै भए होइन म गर्नुहुन्छ बाबु बाबु मुभ पनि अन हो भोलि त मेरो अनलाइन क्लास छ दाइ मस्त हो नि तिमीहरूकोमा दाइ हजुरको अनलाइन अफिस हुन्न गराइदियो भने हुन्छ आजै गर्ने कि भोलि रातिदेखि नै सुरु गर्नुपर्दा सुरु भान्जाबाट हो तिमीहरू हो मेरो काली हाल भरे बन्द गर क्यामेरा भाइरल हुन्छ भान्जा यहाँ आऊ न यहाँ म खोजिदिन्छु कि तिमीलाई नम्बर कसको नम्बर त्यसको ए भान्जा नम्बर होइन सिधै त्यसको बाउलाई फोन गर हात माग्न जाँदै अनि छोरीलाई फोन दे तेरो भन ओस् त भन्छ नि ज्वाइँ भन्छ ज्वाइँ तेरो छोरीले नमानेर मात्रै हो भन त्यसपछि त ससुराले नि ब्लक भान्जा कहाँ नि भाउला रजिन देखिन्न भिडियोमा भोलि के इक्जाम हो साने क्रेडिटको कस्तो क्रेडिट र डेबिट पछि गर्छ सब्जेक्ट नै फरक हुँदो रहेछ नि त होइन क्लास जान्न गएको क्रेडिट भन्नु क्वेसन दियो नि क्रेडिट भएको बुकको नाम सोधेको बुकको क्रेडिट रिस्क म्यानेजमेन्ट हो त्यो भन्नु त रिस्क कसरी म्यानेज गर्ने साने क्रेडिटको चाहिँ क्रेडिटको ब्याङ्कमा लोन सोन लियो भने कस्तोलाई लोन हेर्दा कस्तो मान्छे हेरेर लोन जस्तो गोरे सर्लक्क परेको भएपछि तपाईँ त लोनै पाउनु त रविलाई जाने जस्तो किन रविलाई दिन लो होइन यो कोर्स बल्ल बल्ल हो दियो भने फिर्दै गर्दैन के गर्नु रवि त होइन हौ किन देऊ दुर्गा होला रवि त वर्षभित्र लोन तिरेन भने 3 लेटर निकालेर मलाई त्यसकोलाई निलाम गर्न पाइन्छ त्यसको दुर्गा प्रसाईको त्यसको सामानै निलाम गर्न कुन सामान त्यसको सामान त लिलाम गर्नुहुन्न निलाम गर्ने भने नि त उसको सामान दिन मर्खेर निलाम गर्ने त सामान खाए छैन गरिदिन्छ नि नेपालमा आफ्नो मान्छेहरू एउटाले निमा भने दुईजना गर्ने बहुमतले जिते छोड्दै आफै उठेर डेमोक्रेसी हो राजतन्त्र दुईजना नलिमा भन्दा भन्दा दुईजना होइन दुईजना होइन राजतन्त्र हो यो मैले भनेपछि बन्द हुन्छ मैले खुल्छ केपी ओली र द्वन्द गर्छ त्यो त पर्छ नि निस्केको माओवादी त्यहाँ हाँदा नि देखिन अहिले त यही गर त देखिन के भन्छ लाइट बाला न बालेर छोड टुकी समा त भने जस्तोहरू चाहिँ समा त मेरो टुकी रातभरि बत्ती दिने हो बत्ती त्यसको नाम बत्ती राखेको हामीले बत्ती लायो भान्साको नाम बत्ती हो र भन्नु फ्ल्यास बाला न देखिन हो म फ्ल्यास बाली देख्न पढ्न नमिल्ने भन्न नि कालु भाइ लास्ट ह्यान्डल छ त कालु भाइ लास्टमा लास्ट ह्यान्डल छ कालु भाइ मलाई लास्ट राम्रो लाग्छ सानो छ नि के सुत्ने त सुतो के
सधैँ टङ्डी कबाब पाइन्छ त मलाई टङ्डी कबाब मेरो टङ्डी कबाब कबाब मैले नि अहिले मुभमेन्टै बन्द फुडमा छैन भन्छ बनाउँछु नि म यस्तो रासवाला न भन्छ देखिन कि मुभमेन्टै बन्द गरेँ मुभमेन्ट त मैले गरेँ तिमी त ले स्टिल दाइ भने भेकल तिमी भने रोड रोड चल्छ पनि म त कुदेको गर्छु म आज रजिनको कुद्छ अरे रोजिनको कुद्नु भयो आज भित्र भन्छ होइन ल ल पल्टियो थाम्छ अन्जाले रिस आयो फ्ल्यास नै बालेन अन्जाको बाइक गाह्रो त्यो बुक ल्याइदियोस् भन्छ त्यो पढ पढ्न त उसँग भविष्य थियो मन फेरि इन्स्टाग्राम युजर बनाएर गई त तिमी धेरै बोले फेरि एउटा चिज ल्याउनु लाइट भाल न दुईटा देखाउ दुईटा चिज देखाउ न मलाई र तिमीलाई दाइ हजुरलाई देखाउँछ म त हेरिदिन्छु छि अन्जाले बोल्न आउनु खै खाथे त तिमी मात्रै हेरि देखाउ न दुईटैले के त विचार बिलाप नै हो मेरो देखाउ क्यामेरामा देखाउ के त विचार यो भिडियोमा पनि देखाउनु भित्र रजिनको सातो बोतल खाइदियो भन्छ तिम्रो देखा देखाउ को अनुष्का दाइ नाम लिनुहुन्न भिडियो उठाउनु पर्छ अनुष्का के थ भन्नुहुन्न भित्र मुभ नै भइन्दा कहाँ जाने हो र भनेको विरक्ति र मुभमा र विरक्ति दिनुपर्छ भन्छ कहिले काहीँ रजिन कति विरक्ति कति बाँकी छ दाइ अझै बाँकी छ दुईजना एउटै रथमा बसेको मान्छेले मलाई ज्ञान दिइरहेको तिमी हिँड्दै हो नि त भन्दा चलाउने घोडा हो कि रथ भन्दा दाइले गदा भन्नु होइन भन्नु न रथमा घोडाले तानेको रथमाथि गदा चढिरहेको लास्ट देखेन घोडाले त कस्तो रथ तानेर गदा चढेको त जो भर बन्द पर्दै चढेको रथ दाइ हजुरले ऐना हेर्दा होइन आशा गर्नु न होइन कि हेरेन घोडा चढायो होला ए मलाई त्यस्तो काम गर्दा मलाई मेरो भान्जालाई पर्त्यन चाहिँ फर्स्ट टाइम महिना हेरेको 3 दिन साथ गरेर तल गरेर पछाडिबाट भान्जा हेरिरहेको थियो पछाडि के कुतुनी बुढी हो कि बुढी थाहा छ नि मलाई कुतुनी बुढी नि हो थुतुनी र मुतुनी बुढी दुवै हो मान्छे थुतुन र मुतुन ठाउँमा चलाउनु पर्छ कि भान्जाको दुवै चल्दैन त्यो एकचोटि म फ्ल्यास बाल्दिन्छु एकचोटि तिम्रो राइट साइडमा फर्केर बनाउनु मुतुनु अब मुतुनु ल भनिहाल्नु अघिलाई ल थुतुन र मुतुन ठाउँमा चलाउनु पर्छ यता फर्केर ल भान्जातिर चलाइदियो दुइटै रथ भने तिमीले चढ्दियो घोडा भन्नेमा त्यहाँ जिन्दगी घोडा चल्नु छ है ल्याबिस छ जिन्दगी त मेरो घोडा घोडा चढ्दैन ऊ आफै घोडी हुन्छ घोडी होइन दाइ त डगी हो घोडी साने ल तैँले इन्डिया गर्दै नि त ल के बोल्न ऊ पनि विरक्ति आयो फुललेलको यादमा बोल्न लायक छोडेपछि लेख्ने भन्ने कुरा भयो बोल्ने कुरा भएन मेसेजको रिप्लाई गर्दिन नाम काट है नाम त लेखेँ होइन फुललेल मात्रै भने हामीले मलाई के अरे काम छैन नाम के हो अगाडि के हो कसले हाल्छ र भनेको रोजिनै हाल्दैन कि आफै फेमस भइसक्यो सियानेले आफ्नो दिमागमा आफूलाई राजकुमार थापा मगर बनाइसके को त्यो भनेको अहिले राजकुमार थापालाई चिन्न होइन त्यो त माझिलाङको चिन्न त नचिनेको माझिलाङको त्यो अर्थलेबाट सरे हुन्थ्यो डोको बोकेर गएको थिएँ मैले अर्को पछाडिबाट डोको बोकेर आउनु तै डोकोमा भन्छ धान्यो धानेन धान्नु त तर पनि के बोला त धानेन तर किसार चाहिँ ल्याएको नि त्यो डोकोलाई के छ भान्जाको स्कटल्यान्डलाई जितेन भान्जाको भान्जाको इन्डिया त होइन स्कटल्यान्ड अलिपुर नि होइन कि बिहार पनि यसो भन्छ अनि बिहा त तेरो हो त मेरो
दाइ लालपुर जग्गा लालपुर जग्गा भनेपछि नि भन्न भन्छु नि र के छ नेपालको अवस्था देखाएको होला कि नेपालको अवस्था त नाजुक छ दाइ बाहिर गएर हेर्नु सेनेत ब्याटिङ कोच त भएको जित्नु त ब्याटिङ कोच त होइन ए देशको कुरा गरेको फेरि क्रिकेटै छ देश नाजुक स्थितिमा छ भनेको देश क्रिकेटकै कुरा गरे उसले बिचमा घुसेर गान्डु गान्डु कुरा गर्न किन पर्छ ए बीच ल म फेरि भन्ने ठाउँमा नै। भनेपछिलाई मैले सुरुमै सम्झाएको हो के अरे यस्तो ल क्लास छैन के भन्नु म देखा फ्यासन बुझ्नु बत्ती बत्ती मैले गीत गाएको बजाउनु लाग्यो बिचरा अहिले यत्रो जनाको कानमा ट्रक त गल्तीमा लिन्छ तिमीले लाइटर गान्डु भन्दा राम्रै आयो त क्यान्डिड आयो थोपडा त गान्डु भयो नि फोटो चाहिँ आयो नि हो हजुर आफ्नो हेरेको क्या अँ नेपाललाई एउटा कोही मेरो सेन्सिटिभ भाषा अब साह्रै नै सेन्सिटिभ छ नाजुक कलिले मलाई सेन्सिटिभ अस्ति यहाँ हेर्न साने अस्ति हिजो हल्का पानी पर्ला पर्ला जस्तो गरेको थिएन बाहिर बाहिर हिँड्यो भने त रुगा लाग्छ मलाई नाजुक कली यस्तो नाजुक कलीले मलाई सेन्सिटिभ कली रे क्या नाजुक कली अलि होइन कला चाहिँ होला है त होला गाइदिनु न त ल बन्द गरिदिनु ए हुन्न कानबाट लगाउँदा नि अलिक तिम्रो जिम्मा दिन्छु त्यो त अब के गर्छ कानमा अनि तिम्रो त कानबाट आउनु न कहिले अर्कोबाट निकाल्नु छ कानमा निकाल्यो भन्छ यो मान्छेको गीत सुनेपछि कानबाटै आउँदैन आउँदैन भन्छ भने भन म फेरि बजाइदिन्छु एकचोटि। तिम्रो त आउनु न बाँध्नु फेरि स्ट्रङ म सुन्दा सुन्दा अब पाकिसक्यो तिम्रो कानको भर्जिनिटी फुटिसक्यो भन्छ यस्तो गीत सुनेको दाइ, मैले कानबाट रत आउनु भने होइन क्या अर्कै ए कानबाट गुजी घुम्तीको त्यो दिनदिनै सफा गर्छ गाउँमा बत्ती नबाल्दा नि एउटा प्लिज बल्ल बल्ल कुल भन्दा बत्ती बल्ल त लगाउनु फुलको मान गइसक्यो बेला मन चाहियो यस्तो मान्छे छिराइरहन्छ त गाउँ भान्जा भान्जी छ न के गर्छ अब दाइ हजुरको त गणेश उसको काण्ड भन्न थाल्यो भने यो मान्छेले आफूले आफूलाई बोयकट गर्छ खान्छ त त्यसै काठमाडौँ आउनु आउँछ कुन्नी यति हल्ला नगर नि केटा यार ल यसलाई चाहिँ पत्ती निभाएर हल्लाएर चाहिँ हुँदो रहेछ कि ल ल बाई ल बाई बाई गुड नाइट